के तपाईलाई कान टन टन बजा जस्तो हुने, घन्टी बजा जस्तो हुने, टक टक आवाज आउने हुन्छ? के तपाईलाई घाँटी दुख्ने, टाउको दुख्ने, आँखाको वरिपरि दुख्ने अथवा आधा मुख दुख्ने त्यस्तो हुन्छ? हो नि, तपाईले सबै डाक्टरलाई भेटिसक्नुभयो, सिटी स्क्यान एमआरआई हुँदा हुँदै भर्टिगोको औषधि पनि खाइसक्नुभयो, तर रिपोर्ट भने सब नर्मल। तर दुखाइ भने अझै पनि कम भएको छैन। झन् लाजिमपाट जस्तो ठाउँमा अफिस हुँदाहुँदै तपाईले एउटा कुरा बिर्सिनु भयो, निर्वाणा फिजियोथेरापी एन्ड वेलनेस सेन्टर। ध्यान दिएर सुन्नुहोस्, तपाईको समस्या जहिले नसा, हड्डी वा जोइन्टबाट मात्र हुँदैन। धेरै जस्तो केसमा समस्या भने गलत पोस्चर र मसलहरूले सुरु गर्छ। गलत पोस्चर र टाइट घाँटी चिउरोको मसलहरूले टाउको र कानतिर जाने ब्लड भेसल्स र नर्भलाई कम्प्रेस गरिदिन्छ। त्यसको कारण टाउको एकतर्फी दुख्ने, कानमा आवाज आउने, चिउरो टाइट हुने र घाँटी अड्किने जस्ता समस्याहरू तपाईले आफै निम्त्याउनुहुन्छ। त्यही भएर निर्वाणा फिजियोथेरापी एन्ड वेलनेस सेन्टरमा हामी तपाईको पोस्चर करेक्सन र सही एक्सर्साइज गराउनेछौँ। सबैभन्दा राम्रो कुरा, नो मसिन, नो मेडिसिन, ओन्ली थेरापी एन्ड एक्सर्साइज। यदि तपाईँ उत्तर खोज्दा खोज्दै ताक्नुभयो भने आजै आउनुहोस् निर्वाणा फिजियोथेरापी एन्ड वेलनेस सेन्टर।